करिब करिब 55 सालमा मैले यो तालिम लिएको गेटअप पाल्पाबाट सुरु हुँदाखेरिमा गेटअप पाल्पाद्वारा 1 हप्ते तालिम लिएर मैले यसको सुरुवात त्यहाँबाट गरेँ। इतिहास 19औं शताब्दीमा नै यसको सुरुवात भएको छ र इन्डियन र चाइनिज साँचो प्रयोग नहुँदा यो नै सबैका घरहरूमा प्रयोग हुन्थ्यो। नेपाली सेनालाई पनि मैले सबभन्दा ठुलो बनाउन उहाँले नै बनाउन पठाएर मैले त्यहाँ पनि दिएको छु। एउटा भोटे तालचा र एउटा 72 साँचो 120 नै हो।